वही सम्मल घाटी त थियो दुबई यस्तो नेपाल पहिले थाहा छैन। ये सब लाइन है आज के गाइज। आज त हामी दिदीको सर अनि म भएर चाहिँ हामी यो फ्रेमको भ्रमण गर्नेछौँ। यहाँ माथि जानेछौँ अनि त्यसपछि के हुन्छ तपाईँहरूलाई देखाउनेछौँ। अनि आज चाहिँ हाम्रो दिदी एकदम धेरै खुसी हुनुहुन्छ। कलर लाउनु भएको छ अनि भन्नु भएर चाहिँ कलर देखाऊ है राम्रोसँग रे। ल यो फ्रेम दुबई फ्रेम हुन्छ यसलाई दे। राम्री हुनुहुन्छ। आज चाहिँ दिदीले कहीँ नलाउने लिपस्टिक। आज चाहिँ लिपस्टिक गाजर लाउनु भएको छ, लिपस्टिक लाउनु भएको छ। सबको क्रेडिट चाहिँ हाम्रो के आज यो के अरे कलरमा जान्छ है। कलर नलाउनु भएको भए त्यो लाउनु हुँदैन थियो। देखिए हम लोग आज इधर जा रहे हैं एंड उसके बाद हम लोग क्या क्या करता है आज आपको सभी बताता हूँ, ठीक है। ये मेरा छोटा मिनी ब्लॉग समझ सकते हो आप लोग, ठीक है। ये सर इंडिया से है, मेरा दीदी भी इंडिया से है, मैं नेपाल से हूँ। अब हम लोग ये इतना बड़ा दुबई फ्रेम एक्सप्लोर करेंगे। कैसे होता है, क्या होता है, मेरे को भी नहीं मालूम। मैं भी फर्स्ट टाइम जा रहा हूँ। उधर जबल पार्क में तो हम लोग कल भी आया था, यानी हम लोग इसके ऊपर नहीं गया था, ठीक है। आज हम लोग जाएंगे इसके ऊपर। इसके ऊपर क्या क्या है देखो। इतना लाइन है यार दाई दीदी, लाइन तो लोड छ त। लाइन है नि त आम्बो, ज़्यादा लाइन है यार। ये सब लाइन है आज के ऊपर जाने के लिए मेरे हिसाब से। बाप रे बाप, 6 बजा था दीदी हाम्रो पाला आउनु त। हम लोग का टर्न तो 6 बजे आएगा भाई। इतना लाइन देखो, इतना आदमी है। आज सबका हॉलीडे है ना, ईद का, इसलिए सब इधर आया है। इधर आके ये गोल्डन बटन में चढ़ने वाला है। मेरे तो गोल्डन बटन नहीं आया है, बट ये गोल्डन बटन मेरे बोल रहा है, इसलिए हम लोग जा रहा हूँ। और क्या क्या होता है क्या नहीं, ये कैसे देख रहा हूँ आप लोग कमेंट कर सकते हो, ठीक है। मोबाइल ह्याङ भइरहेको छ क्या फेरि गाइस। ल अब हाम्रो एन्ट्री अब कसरी हुन्छ, यहाँबाट सुरु हुन्छ है त। यो देश आप लोग ये देश देख सकते हो। हिंदी बहुत तकलीफ है यार भाई, बहुत। हम लोग ने ऑलरेडी टिकट कर दिया है, ठीक है, काट दिया है। ये लोग सब आ रहा है देखो, सबैजनाले यहाँ टिकट। अब यहाँबाट हाम्रो एन्ट्री हुन्छ, किनकि हामीले त अलरेडी नै के अरे अनलाइन बुकिङ गरिसक्यो नि त। अनि अनलाइन बुकिङ गरेको हुनाले चाहिँ हामीलाई सजिलो हुन्छ होला सायद, मेबी। यहाँ चाहिँ टिकट चेकिङ हुँदैछ। यहाँ हाम्रो दिदी मेकअप त गयो त नि, गइरहेछ। पसिनाले पुरै गइरहेछ तपाईँको मेकअप। अब यहाँ लाइनमा छौँ हामी चाहिँ, टिकट लाइनमा। एउटा लाइन त कट्यो कनी कुती लाएर। अब अर्को लाइन चाहिँ एकदम धेरै डर लाग्दो छ कि गाइज। आज त हावा पनि आइरहेछ, दिदीको कपाल पनि सर उडिरहेछ। के हो दिदी, हेर्नु त आम्मा लाइन वहाँसम्म छ गाइज। यो लाइन बस्यो भने हामी त जान्छ त नि। हेर्नु अब हामी कसेर जाने भनेर चाहिँ भयो क्या यहाँ। अन्त यत्रो लाइन छ यहाँ। हाम्रो पालो त आउँदैन त, हाम्रो पाल कहिले भन्ने अब टाइपको त हुन्छ अहिले त। फर्स्ट टाइम गाइस, फर्स्ट टाइम थियो। अब के हुने हो कस्तो हुने थाहा छैन। आज के हुन्छ सब देखाउने छ, सब पालो आएको छैन, सरेको पनि छैन गाइस। हामी यसरी बसिरहेका छौँ।
फोटो खिच्ने बस्ने हाम्रो काम भइरहेको छ अहिले चाहिँ कम छ त लाइन एक्जिटहरूतिर गइरहेछ अब हाम्रो पाल कहिले हो थाहा छैन होइन एक्जिटहरूतिर गइरहेछ मजाले अब बल्ल ताती सर्यो गाइज बल्ल कमिलाको ताती सरेर अब सबजना अगाडि गइरहेछ अब हाम्रो पालो नि आउँदैछ बिस्तारै बिस्तारै हामीले अब वेटिङ गरिरहेका छौँ यो चाहिँ हाम्रो एन्ट्री चाहिँ अघि नै भइसक्यो अब त्यहाँभित्र चाहिँ के कस्तो हुन्छ हामीलाई पनि थाहा छैन दिदीलाई चाहिँ थाहा छ दिदी फ्यामिलीसँग आउनु भइसक्यो पहिले नै अनि सरको सायद मेबी सरको र मेरो चाहिँ फर्स्ट हुनसक्छ मेबी है बल्ल हामी अब आइपुग्यौँ नजिक नजिक अब दोस्रोमा त्यही मान्छेहरू गयो अब तेस्रोमा चाहिँ हाम्रो पालो होला मेबी सायद होइन अब त्यहाँसम्म चल्ला नि त्यसपछि चाहिँ हाम्रो पालो हुनसक्छ कस्तो हुँदैछ तपाईँहरूको दिदी त आउनु भइसक्यो हामी त आएको छैन फर्स्ट टाइम हो हाम्रो पालो आयो जल्दी पालो आयो बल्ल बल्ल भयो लगिरहेको छ भन्थे लेट्स गो हम लोग जा रहा है इधर दुबई फ्रेम में इधर क्या क्या है ये सुनको त होइन होला यत्रो त हेर सुनको जस्तो लाग्छ सुनको भएर चाहिँ म त टक गरेर अलिकति चोक्का सुन पानी कति हो हामी अब एक्सप्लोर गर्दैछौँ दुबई फ्रेम अब जानेछौँ यो लगाएका छौँ हामी यता एक्सप्लोर गर्दै गर्दाखेरि केही त देखेको छैन अहिलेसम्म झाडीहरू मात्रै हेरेर बच्चाहरूले राजी राख्दै धन्दा हुँदैछ अब दुबई फ्रेम राम्रोसँग देख्न पाइरहेको छौँ दुबई फ्रेम यति धेरै लाइन छ नि यति धेरै लाइन छ उहाँसम्म लगाइदियो बच्चाहरू उनीहरूलाई गाह्रो भएर बसेर उता ठुलो मान्छे थियो नि ठुलो मान्छे आइसक्यो नजिक हो त्यहाँ मात्र हो त्यसपछि हामी अब एन्ट्री गर्नेछौँ फ्रेमको हामीलाई स्वागत गरेको त्यो ब्रुज खलिफा जस्तो फिल हुन्छ मजा आयो नि त र ट्रेनको भित्रै गएछ ट्रेनको भित्र नि लाइन छ हामी तिनवटा लाइनमा हामी आइसक्यो हो यहाँको यस्तै हो लाइन त लोड रहेछ हौ उता लाइन हामी एन्ट्री गर्दैछौँ आहा एन्ट्री हाम्रो एन्ट्री पुरानो जमानाको यो पहिलेको होला यो पहिलेको दुबई यस्तो थियो यहाँ पुरानो रहेछ क्या यस्तो हेर्नु न यस्तो हुँदो रहेछ प्रायः जस्तो दुबईको त्यही यस्तै हुन्छ प्रायः जस्तो टम्पू के हो त्यो रक्सीको भाडा होला नि चिम्मार पुरानो रहेछ क्या चिजहरू यस्तो नि त यस्तो थियो त्यसपछि यस्तोमा आयो होइन पुरानो यस्तो थियो बिल्डिङहरू अब हाम्रो
पुरानो चिजहरू चाहिँ सम्हालिरहेको नि बाजे पुर्खाको पालमा सम्हाल्छ नि माथि गएर खिच्ने नि यहाँ त भिडियो गर्ने हो यति धेरै राम्रो चिजहरू छ पुरानो कि सब कति धेरै पुरानो यार आमा म सम्हालिरहेको छैन अहिले त खास तपाईँलाई मैले दुबई फ्रेमको भित्रको रहस्यहरू खुलाइरहेको छु गाइस हेर्ने यस्तो थियो दुबई थियो पहिले सम्मल घाडी त थियो दुबई यस्तो देखो यस्तो थियो हाम्रो दिदी यहाँ फोटो खिच्न लाग्छ फोटो बोर्डमा पाउने कुराहरू यस्तै हुन्थ्यो पहिलो भइरहेको छ कि होइन अब यहाँ भित्रको कुराहरू सबै छ क्या यहाँ यो सबै पुरानो दुबईको सबै कुराहरू छ क्या यसमा हेर्नु मेरो पछाडि हेर्नुहुन्छ दुबई यस्तो थियो सब रम्मल गाडी थियो क्या अनि एकदम धेरै मजा आइरहेको छ फिल्म हेरेको छ यहाँ भित्र हाम्रो पालाको छैन लिफ्टको वेटिङ गरिरहेको छौँ अनि त्यसपछि हाम्रो पाला आएपछि थियो अनि तपाईँलाई माथि गएर देखाउनेछौँ सबैजना स्टे ट्युन गाइज स्टे ट्युन त्यति धेरै waiting for the lift and then hi finally lift आयो lift entry हाम्रो entry त हुँदैछ views check guys that is the view. This is the view. डरते लाग्दैन रहेछ ये ऊपर जा रहा है क्या बात है ऊपर जा रहा है ल हेर्नु यहाँबाट दिदी आज कुछ नहीं आता है कुछ नहीं आता हमारा पिगमेंटेशन हुआ है माथि कति फ्लोरको हो थाहा छैन आयो भ्यूज गाइस ओए डर लाग्दो रहेछ डर लाग्दो रहेछ गाइस डर लाग्दो रहेछ डर लाग्दो रहेछ यार डर लाग्यो मलाई डर लाग्दो रहेछ यार यति भिडियो छ अहिले दुबई फ्रेमको सबैजना हेर्नु अघि हामी वहाँ थियो अघि लाइक दिस वहाँ थियो यहाँबाट अहिले हामी यसरी हिँड्दैछौँ सुरुमा त लास्टै डर लाग्दो रहेछ हो होइन यहाँ तल जाउँ म तल वहाँ दुबई फ्रेमको तल हिँड्ने आमा ग्लासमा अघि सरले भन्नुभएको थियो कि फोन खस्छ भनेको आमा म त डरै लागिरहेको सुन्नु हो हेर्नु म हिँड्छु अब यहाँ लाइक दिस अब त डर लाग्दैन हौ बानी भइसक्यो हेर्नु यहाँ दुबई फ्रेममा यस्तै हुन्छ लाइक माथिको भ्युज चाहिँ दि तपाईँलाई कस्तो हुँदैछ ल नि कम हो त अनि सुरुमा हेर्दा त डर लागिहाल्छ नि हौ आम्बो ल हेर्नु
त्यो त अनि म त अघि सरले त अनि फोन झऱ्यो भने त कस्तो लागेर भने ए हो दुबई फ्रेमको भ्यूहरू लाइक यस्तै हुन्छ एडभेन्चर होइन अब एडभेन्चर चाहिँ बबाल लाग्यो मलाई म कहिले पनि चढाएको थिएन यहाँ दुबईको यता यो अब दुबई फ्रेममा अनि यहाँ यसरी हामी चढेर अनि यहाँ डरलाग्दो कुरा नि हेर्न पायो अब नेपालमा त्यहाँ चढ्न नपाए पनि हेर्नु डर चाहिँ अति नै लाग्दो रहेछ सुरुको एक्सपिरियन्स चाहिँ दामी थियो मलाई अनि त दुबई हो लाइक दिस कालो कालो त्यहाँ हुनुहुन्छ त्यहाँ रमा आफ्नै दुनियाँमा हुनुहुन्छ गएर हामी जेरेको चाहिँ त्यहाँ हुन्छ अब नहुँदो रहेछ भएन त यहाँ हुन्छ कि यहाँ तपाईँले जेरेको त्यहाँ हुन्छ कि जोस रमाइलो भइरहेको छ I feel like too much blessed. Great by my sister. Cool. Oh, lấy nó cái này nữa. Yo. Oh. Rồi. Rồi nè. Burj Khalifa तो यहीं नजिक ही हो. Kapan so guys? Yan, yan. Koy. Mo koy daw. Yan siya. No, dito siya. Ay, ganito ba? Kuha na lang. Bye bye. Nahunsa yan. Kaala hunsa kya तिमीमा गरम? आजको लागि दुबई फ्रेम पनि हाम्रो सक्यो अनि के कस्तो भयो हामी तपाईँलाई एक्सप्लोर पनि गरायो के भइरहेको थियौँ भनेर अनि डर पनि लाग्यो अलिअलि त यत्रो तलमा आएर तल हेर्दा त आमामा खसे जस्तो फिल भयो जे होस् नेपालमा गर्न नपाएको कुरा यहाँ आएर गर्न पायो यस्तो भ्यूहरू पायो अनि उहाँ आउँदा कान बन्द हुन्छ तर 32 तलाबाट आउनुपर्छ आमा यस्तो कान बन्द हुन्छ दिदी हेर्नु गाइज यताको भ्यू आजको लागि यति नै आयो होल जस्ट सेम्स ओए गाइज दिस इज डाउन भ्यूज यहाँ त्यही हुन्छ यस्तो धेरै दामी रहेछ त हौ वाउ त्यो फ्युचर होला सायद मेबी यो चाहिँ हाम्रो तलको
यो हाम्रो अब यस्तो यस्तो हुन्छ फ्युचर चाहिँ यस्तो हुन्छ अब हेर्ने यहाँ दुवैमा चाहिँ फ्युचर हो सब यो फ्युचर कस्तो हुन्छ भनेर सबै यहाँ देखाएको छ क्या यो हेर्ने हामी तल आयौँ ओइ ल हेर्ने यहाँ चाहिँ राम्रो रहेछ हौ यहाँ चाहिँ फोटो खिच्नु पर्ने हो यो त अघिको हाम्रो रहेछ क्या हो हाम्रो पनि छ होला गाइस फाइनली हामी चाहिँ अब दुबई फ्रेमको सबै कुराहरू माथि एक्सप्लोर गरेर आएर पनि अब चाहिँ हामी एक्जिटमा एक्जिट भइसकेको छौँ होइन अनि आज चाहिँ एकदम धेरै दामी लाग्यो होइन दुबई फ्रेमको हरेक कुराहरू चाहिँ एक्सप्लोर गर्दाखेरि चाहिँ ब्लेसिङ भयो अब हामी यहाँबाट निस्किने छौँ हामी यसरी एक्सप्लोर गऱ्यौँ लाइक दिस अब हामी यहाँबाट जाँदैछौँ आजको लागि यति नै दुबई फ्रेम पनि मजाले घुम्यौँ आजको लागि यति नै है त ल थ्याङ्क यू फर वाचिङ भिडियो गाइज